साथीहरू म पनि अब खाना बस्दैछु। आमालाई पनि खाना दिएँ। दिउँसोको शिकार थियो, खसी शिकार। फेरि भोलि शुक्रबार पर्छ, अरू खाने मान्छे छैनन्। बहिनी पनि खानाउना खाएर गई। आमालाई खाना दिएँ। आमाले पनि खाना बसिन्छन्। आज आमालाई रोटी बनाएन, हतार बनाउनु त बनाएँ। आज थोर मन्दिर पनि गएको थिएँ, त गएर आएँ डाङ्ग्रे आस्थान। अनि त्यहाँबाट ढिलो भयो, आउँदा आउँदा 11 बज्यो। त आमालाई आएर हतार रोटी 3टा बनाइदिएँ। भाजी त बिहान बनाएरै गएको थिएँ, त्यही भएर रातिको रोटी बनाउन सकेन। आमालाई भने आज भात खाऊ। आमाले पनि खाना खाँदैछिन्। सबैलाई भनिदेऊ नयाँ सालको शुभकामना, सबैलाई राम्रै होस्, सबैलाई राम्रै होस्। अरू अब गएको यो भएको चाहिँ के गरे नराम्रो रहेछ भने पनि अब आउने राम्रो आओस्, राम्रै होस्, सबैलाई राम्रै होस् भन्ने सोचेछु। कस्तो भएछ सब्जी चाहिँ? मिठो भएछ। राम्रो माछा पनि थियो। ए मलाई त आजकल के जाने यो खसी शिकार भने पनि मलाई पनि यति साह्रो खाना मन लाग्दैन। एक्ला भएर हो नि कि केटाकेटी साथमा भए है खाना राम्रो लाग्छ। घरभरि मान्छे भए एक्लै पकाएर शिकार खाना राम्रो लाग्दैन। त्यो सागरलाई भने अहिले सागर मलाई पनि यति साह्रो शिकार खाना मन लाग्दैन। हुन त दिउँसो त हाबीजाबी सागपत्ता सब्जीहरू निरामिस सब्जीसित मिठो लाग्छ। 2-3टा त मेरो सब्जी भाजी हुन्छै। त्यहाँ राति अब थोडा मिठो पनि चाहिन्छ, फेरि शिकार पनि मन पर्दैन त खाने के हो फेरि। त्यही अब सबैको साथमा भएर खाँदाखेरि राम्रो लाग्छ। अब एक्लै बनाएर खाना पनि राम्रो लाग्दैन। हुन्छ त साथीहरू, आजको भिडियो यति नै हो। फेरि भोलि बिहानको भिडियोमा भेटौँला।